जनकपुर धाम में भेल राष्ट्रपति रनिंग शील्ड छनौट प्रतियोगिता में एक खिलाड़ी घायल भेल छै। बैसाख 4 गते से काठमांडू में राष्ट्रपति रनिंग शील्ड प्रतियोगिता होबे लागल छै। यह प्रतियोगिता में सहभागी होबे वाला खिलाड़ी छनौट कर मध्य सरकार खेलकूद तथा समाज कल्याण मंत्रालय आयोजना केने खेल में महत्तरी के संदीप महतो घायल भेल छै। ओकरा जनकपुर धाम प्रादेशिक अस्पताल में इलाज भ रहल छै। रवि दिन एथलेटिक्स दिस लॉन्ग जंप के लेल तैयारी कैल गेल मैदान में बालू राखल जेबाक ठाम में चिकनी माटि राखि कऽ जंप कराओल गेला बाद खिलाड़ी घायल भेल। खिलाड़ी अभिभावक प्रशिक्षक तथा निर्णायक सब आरोप लगौलनि छै। घायल के अस्पताल लऽ जेबाक लेल एम्बुलेंस सेहो विलम्ब कऽ कऽ बजाओल गेल ओकर सबके आरोप रहल छै। प्राथमिक इलाज के साथे पानी के समेत सुविधा नहीं भेल ओ सब उपराग कैलक अछि। नरकुञ्जेलसम्म उ इन्जर्ड भएर मान्छे यहाँ नजिक हामीले के एक्सन नलिन्जेलसम्म एम्बुलेन्स नआएको। अहिले हामीले जबरजस्ती गरेर 1 घण्टा 15 मिनट पछि बल्ल एम्बुलेन्स बोलाइराख्नु भएको छ। मान्छे मर्ने बेला भइसक्यो बल्ल एम्बुलेन्स आइरहेको। मुभको पनि व्यवस्था छैन। यहाँ नजिक एउटा फर्स्ट एड बक्स पनि छैन क्या। यहाँ एउटा पानीको बोतल माग्नु जाँदा पानीको बोतल पनि छैन। 25 लाख बजेट 25 कति बजेट आछ भन्छ एउटा 25 रुपैयाँको बोतल धरि पानी दिन सक्दैन। माटोको ठाउँमा बालुवा हुनुपर्ने, त्यो पनि बालुवा चालेको बालुवा हुनुपर्ने, त्यो पनि जमिन लेभलमा हुनुपर्ने। यहाँ त 6 फिटदेखि 6 इन्चीदेखि 1 फिट बालुवा माटो राखेको छ कि। अनि अहिले हेर्नुस् तपाईको बच्चा घाइते छ भइसकेछ। मध्य प्रदेश खिलाड़ी छनौट कर 8 जिला के खिलाड़ी सब जनकपुर धाम आयल छल। ओकरा सबके शयन आ रवि के विभिन्न विधा में प्रतिस्पर्धा कराओल गेल छल। शयन दिन से लंग जंप के क्रम में एक खिलाड़ी घायल भेला बाद खेले रुकल गेल छल। ओके हैन अनि भोलि बालुवा झार्छ भने त भनेको थियो तर बालुवा झारेन माटो झारेछ। हामी खेलाडी छु, हामी आफ्नो इच्छाको लागि खेल्छौँ। यहाँ केही छिट्दै छैन। मैले भनेको हिजो खेल गराएन तर बालुवा गिराउँछु भनेको थियो तर बालुवा यो अर्को डोरस माटो भन्छ हाम्रो मैथिलीमा के भन्छ त्यो माटो गिराएर एउटा न्यू पनि ड्यामेज भयो हाम्रो एउटा खेलाडीको। प्रतियोगिता में न्यूनतम आवश्यक सामग्री की उपलब्धता नहीं भेल तथा अव्यवस्थित तरीका से कराओल गेल से ओ सब बतौलक अछि। नेशनल गेम खेलिसक्यो, एउटा अन्तर्राष्ट्रिय गेम खेलिसक्यो तर आजसम्म यस्तो गेम खेलेको छैन। यो एउटा जनकपुरको विकट एरियामा ल्याएर तपाईहरु एउटा नेशनल लेभलको प्रदेश स्तरीय सिलेक्सन गरिराख्नु भएको छ र तपाईहरु गेम गराइराख्नु भएको छ। त्यो गेमको त्यो ट्र्याक बनाउने स्ट्राइकर सही छ। सर्टपुट 12 पाउन्डको हुन्छ, जुनियरको 16 पाउन्डको सर्टपुट छ। स्ट्राइकर तपाईँ चेक गर्नुहोस् 100 मिटर डिस्टेंस भर्खरमा कुदेर आएको। 100 मिटर मै कुदेछु, मलाई अनुभव छ। त्यो 100 मिटर छैन, त्यो 90 मिटर को ट्रैक हो। हमर बचिया छै में भाग लेने देश सरकार बजट छुट जाबे छै एक कर्मचारी के एक व्यवस्थापक के जे भी भरला बाल बच्चा के पाल लेल। प्रदेश को प्रतियोगिता भन्नु हाम्रो लागि यो दुखदायी हो। मध्य प्रदेश को यो प्रतियोगिता यो ठीक छैन। यस हिसाबले यो प्रतियोगिता गर्नु बेकार नगरे हुन्छ। गोला प्रथाबाट खेलाडीलाई बाँड दिनुस् मलाई। आई विषय में मध्य खेलकूद तथा समाज कल्याण मंत्रालय के सचिव चूड़ामणि भुयाल मैदान में बालू राखल गेल दावी केलनि। ओ प्रतियोगिता में किछ अव्यवस्थित भेल सेहो स्वीकार केलनि अछि। बालुवा राखेको छ, माटो राखेको होइन हैन। अलिक मान्छेहरू बढाइ चढाइ कुरा गर्छन्। बालुवै राखेको छ, बालुवा हो कि होइन भनेर म एकछिन गर्न गएको। बालुवा राखेको रहेछ, माटोमा मात्रै होइन। हो घाइते भएको हो होइन। अब घाइते हुँदाखेरि अब हामीसँग त्यहाँ तुरुन्त साधन नहुँदाखेरि अलिक हामी अल्मलिएको हो। अनि आज पब्लिकको बेलामा पनि के अरे अस्पतालमा डाक्टर नहुने, त्यसले गर्दाखेरि अलिकति समस्या भएको हो। होइन राम्ररी व्यवस्थित गर्न नसकेको हो। त्यसमा अलिक हाम्रा कमी कमजोरी पनि भए होइन। अब त्यो कम उमेरकोलाई बढी दिएको त्यो भएको भन्ने कुरा चाहिँ होइन। त्यो कुरा चाहिँ अलिक विवाद निकाल्न खोजेको हो। अब पानीको त बोकेर खुवाएको हो। पानी अब त्यस्तो पानी नै खान नपाएको अवस्था चाहिँ होइन। अब प्रशस्त भएन होला होइन। राष्ट्रीय खेलकूद परिषद राखेपा के आयोजना में अगला बैशाख 4 गते से 6 गते धरि दशरथ रंगशाला में राष्ट्रपति रनिंग शील्ड प्रतियोगिता होबे लागल छै। 7 प्रदेश से 18 वर्ष नीचा के 600
86 खिलाड़ी सहभागिता जनाब जा रहल छै। छात्र छात्रा एथलेटिक्स, वॉलीबॉल, कराते, कबड्डी, ताइक्वांडो आ उसु विधा के खेल में सहभागिता जनाओत।